सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। तपाईँहरू कस्तो हुन्छ म आशा गर्छु तपाईँहरू सन्चै नै हुनुहुन्छ भनेर। अनि आज चाहिँ खै के पूजा हो त्यसैले म चाहिँ आज बिहान जिम जान चाहिँ भ्याएन। अनि आज साँझ जान्छु म जिम। अनि देखि सक्नुहुन्छ यहाँ चाहिँ अति नै राम्रो भ्यू आउँछ। वाट अ ब्युटिफुल भ्यू। राम्रै छ अहिले मौसम चाहिँ अलि राम्रै गरिरहेको छ। टक्क घाम लागेको छ मस्त होइन। अब चाहिँ म चाहिँ अब गोबर ल्याउन जाने हो बारी। गोबर र कुपिना त्यसले पनि हल्का काटकुट पार्नु पर्छ, त्यो बेलामा चाहिन्छ त्यो। त्यसैले म चाहिँ अब भर्खर ब्रुस गरेर ऐना हेरेर म चाहिँ अब तल जान आएँ। अनि तल चाहिँ भजन लगाइरहनु भएको छ। अनि मेरो मोबाइलमा मेरो च्यानलमा कभरेट पनि आउन सक्छ, त्यस कारण म सिधै अब गोबर ल्याउन गए बेला म भिडियो बनाउँछु। सानो भने टिप्नु ल, त्यो म गोबर लग्छु। हजुर गोबर टिप्नु पर्ने हुन्छ पूजाको लागि, यति भइहाल्छ। चाहिँ कुपिन्ना साना छैन। पुच्छर भयो खालि भन्नु, पुच्छर भयो अरे सो अल राइट गाइस, देख्न सक्नुहुन्छ मैले चाहिँ कुपिना र गोबर लिएर आइभ्याएँ। त्यहाँ चाहिँ अलि राम्रो मैले भिडियो गराउनु पाइनँ। सो अल राइट गाइस, मैले चाहिँ ल अगरबत्ती र टिको किनेर ल्याएको छु। यहाँ छ दुईवटा टिको अनि अगरबत्ती देख्न सक्नुहुन्छ। यिनै नै हुन् पूजा गर्ने सामान। अनि यति चाहिँ पैसा फर्क्यो। अनि 60 रुपियाँ फर्केको छ, 40 रुपियाँ भयो। 100 रुपियाँ ल्याएको थिएँ। अनि त्यही नै हो। अहिले अब सिधै अब पूजा गर्ने बेला भेटौँला, त्यही बेलामा भेटौँला ल। सो फाइनल गाइज अहिले चाहिँ हाम्रो पूजा गर्न लागेको छौँ। अनि मैले चाहिँ यहाँ के हो यो हतारी फुल टिप्न आएको छु। फुल पनि चाहिन्छ पूजा गर्ने बेला। अनि यहाँ चाहिँ मैले फुलै देखिनँ, कहाँ गयो, कता छ, यहाँतिर छ फुल। देख्न सक्नुहुन्छ राम्रै छ। ओके, एउटा हजारी फुल मात्र चाहिएको थियो, त्यसैले एउटैले लोन राख्ने पढाउनु छैन होला, अब भयो नि दोषी होला नि। सेतो भयो, सेतो त नदेखियो। भालेले उसको सोले पाटल हो कि खस हो कि ओलली भालेले मान्छे
पेन्ट गरेको खस चप्पिन त अनि माटो जस्तो थियो त्यो त आफूले गर्थे पानी हालेछ र भत्काएर हाम्रो फेरि पानी नपाएर त्यो 2 दिन बसन्तीको चार्दै त्यहाँ दगुन जानु हुँदैछ बल्ल अस्ति त चार्दै कोही जाने बाबा साथै भने ल यो चार्दै कुल भजा छैन नि सो फाइनली हामीले चाहिँ पूजा गरी पनि भ्यायौँ अनि यहाँ छ कुखुराहरू अब यिनीहरूको मासु बनाएर खानुपर्छ अनि यहाँ आगो छ आगोमा पहिला यिनीहरूको रौँहरूलाई हुन्छ अब के हेर्ने म सोध्छु सब अब निकाले नि हो निकाल ठुलो परा कता खायो सो राइट गाइज हामीले चाहिँ मासुलाई टाकटुक पारिसकेका छौँ अब पकाउनु मात्र बाँकी छ मासु तयार भइसकेको छ त्यो काट्यो मासु ओपो क्या हो क्या त्यो मेरो चार्जरले त पुरै फास्ट गर्नुहुँदैछ र दिदीले हालेको थिएँ अस्ति दिदीले चार्जर हालेको थिएँ ल्याउनु जाने म कहाँ सोध्छ देख्न सक्नुहुन्छ यहाँ छ डस्टबिनहरू यो एउटा भयो कार्यक्रम भइरहेको छ ब्लगर हो क्या लाइभ होइन क्या ब्लग लाइ आदित्यले अष्टमीको थियो दसैँमा अष्टमी खै ढुक्छ फस्यो अब त्यो त्यहाँ माथि त्यसरी अड्डाएर त सो फाइनल गाइज मैले चाहिँ टिको सिको पनि लाएँ अनि दिदीहरूले पनि लाउनु भयो अनि मम्मीले ल्याइदिनु भयो टिको चाहिँ अनि तिनीहरू चाहिँ घर गए आफ्नो अनि म चाहिँ अब जिम जान लायो जिममा गएपछि भेटौँला है गाइजहरू सो फाइनल गाइज अहिले चाहिँ म यहाँ जिमभित्र प्रवेश गरिरहेको छु अनि यहाँ देख्न सक्नुहुन्छ विवेक केटी यस्तो लजाउँछ यो भाइ यो नि भाइ सुजल भाइ अहिले हल्का स्ट्रेचिङ गरिरहेको छ हल्का झाँक्री बन्ने प्र्याक्टिस अनि अब वार्मअपसम्म पनि भयो अब चाहिँ हाम्रो ब्याक र बाइसेप्स आज चाहिँ अनि
ब्याग र बाइसेप हान्न गइरहेको छौँ सँगसँगै हाम्रो टिम यो काम नलाग्ने यो यति छ यो काम लाग्ने अब चाहिँ पुला भन्न गइरहेको छौँ जुन चाहिँ आज ब्याग डे फर्स्ट ब्लक ओके डिस्प्ले हाल्न गइरहेको छु रुमाल रुमाल जुत्ता लगाउनु ओके चिकन बिरयानी मैले धोएर राख्छु होला मैले 10 केजीको डम्बलले चाहिँ ब्याग सेट गर्न जाँदैछु तर अहिले धेरै हान्ने टार्गेटहरू 20 को दिएको छु ल मिल्न डम्बलै मिल्न हो त्यस्तै गर त्यति टाढा नलग नजुमा क्या डम्बलले मुनि लग्ने उसलाई नजुमा मुनि जति ग्याप छ माथिल्लो पनि त्यति ग्याप होस् तर त्यो बाङ्गे नपार सिधा जानु पर्यो पुरै बाङ्गे पारेछ त्यो त कट हान्न नि फेरि ब्यागमा कटै हान्न जस्तै अर्को सेटमा भन्छु तर अहिले तैँले यही हान्छु आउनु कचोरी डम्बल तल जति ग्यापमा हुन्छ माथि त्यति ग्यापमा होस् क्या चल जुमाइहाल्छ सबै पहिला न मैले गर् त्यस्तै गरेर बडी रेपुटेसन पर्फेक्ट हान्नुहोस् नि त पर्फेक्ट हानेछ नि त्यत्तिकै फेलियर जान्छ कि एकैछिनमा सो गाइस अब चाहिँ मैले यो देखाएको हो यसको योबाट मैले ब्याक एक्सर्साइज गर्न लागेको छु सो फर्स्ट टाइम थियो तर मैले एक सेट हानि भएको थिएँ त्यसैले म अर्को सेट गर्न जाँदैछु खुसी हुन्छ खुसी तर हान पुरै पेल सो अल राइट गाइज अनि म चाहिँ जिम गरेर पनि घर आइपुगेँ अनि अब चाहिँ यो भ्लगलाई यहीँ इन्ड गर्ने टाइम आइपुग्यो अनि त्यसैले यदि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला अनि यो भिडियोलाई
इन्डसम्म हेर्नेभरिलाई थ्याङ्क यू धन्यवाद भन्न चाहन्छु। किनकि यदि तपाईँले हेर्नुभएको छैन भने फेरि रिपिटमा इन्डसम्म पुरै हेरिदिनु होला, यो भिडियोले फुल वाच गरिदिनु होला, त्यो नै मेरो धेरै सपोर्ट हुनेछ। अनि त्यही नै हो, नयाँ हुन्छ भने सब्सक्राइब गर्नुहोला, यो भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला के कस्तो लाग्यो, के कस्तोमा समस्या छ, त्यसले कसरी सुधारौँ भनेर तपाईँहरूले कमेन्ट गर्नुहोस्, म तिनीहरू सुधार्ने छु। अनि यति भन्दै यो भ्लगबाट बिदा लिन चाहे। हस्त धन्यवाद।